नेपालमा एकदमै धेरै बाढी पहिरो गइरहेको छ अहिले र यो बाढी पहिरो गएको समयमा धेरै नै मात्रामा ट्राफिक जामको समस्या बढ्ने गर्दछ र यो ट्राफिक जामको समस्या समाधानको लागि मैले उपाय लिएर आएको छु। यो भिडियो हेर्नुहोला र सक्दो सेयर गरेर ट्राफिक पुलिससम्म पुर्याइदिनु होला। र यो उपाय यस्तो छ, यदि यो चाहिँ एउटा बाटो हो चाहिँ यहाँ पहिरो गएर यहाँ चाहिँ यो बाटो छेकिएको छ, यहाँ अब गाडीहरू छ हैन, गाडीहरू अब यसरी ट्राफिक जाममा परिरहेको छ दुईतिर नै। अब यसरी गाडीहरू ट्राफिक जाममा छ, यहाँ पहिरो गएर अब यो ठाउँमा चाहिँ केही पनि हिँड्न मिलेन। त्यस्तो बेलामा चाहिँ अब के गरिन्छ त डोजर ल्याएर यो बाटो खोलिन्छ र अब यहाँ चाहिँ पार्शियल रूपमा अब अलिकति मात्र भए पनि बाटो हिँड्ने बनाइन्छ। र मुख्य समस्या चाहिँ कहाँ हुन्छ भन्दा यो बाटोमा चाहिँ के गर्छ भन्दा सबैजना अब यताको गाडीहरू पनि जान खोज्छ, यताको गाडीहरू पनि जान खोज्छ र झन् धेरै ट्राफिक जाम हुन्छ। त्यसैले यसको समस्या समाधानको लागि चाहिँ मैले के सोचेको छु भन्दा अब यहाँ यसरी बाटो छ, यहाँबाट मात्र हिँड्न मिल्छ भने के गर्ने त यहाँनिर दुईजना ट्राफिक पुलिस बस्ने, यता एकजना यता एकजना। अब अलिकति टाढाको ग्याप छ भने चाहिँ दुईजनाले वाकी टकीमा कुरा गर्ने र एकचोटिमा अब यताबाट 10-12वटा गाडी जान दिने र यो गाडी गएपछि यताबाट फेरि 10-12वटा जान दिने। त्यो गर्ने हो भने चाहिँ यहाँ ट्राफिक जाम हुँदैन। तर यस्तो नगर्ने हुनाले नेपालमा चाहिँ धेरै नै ट्राफिक जाम हुन्छ र यो ट्राफिक जामको समस्या यस्तो बाढी पहिरो गएको ठाउँमा ट्राफिक जामको समस्या सुल्झाउनको लागि चाहिँ यो गर्दा एकदमै राम्रो होला। र यो कुरा चाहिँ हामीले सक्दो सेयर गरेर ट्राफिक पुलिसहरूसम्म पनि पुर्याउँदा ठिक हुनेछ। धन्यवाद। र यदि अन्त्यमा तपाईहरुलाई यो भिडियो राम्रो लागेको भए कृपया लाइक, शेयर र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।